गाइज अहिले चाहिँ हाम्रो यात्रा सुरु हुन आँटेको छ। हाम्रो यात्रा चाहिँ शिवगञ्जदेखि दुधे हुँदै दुधेदेखि फेरि झिलझिले भएर झिलझिलेदेखि फेरि हामी शिव 87 धाम पुगेर चाहिँ हाम्रो यात्रा समाप्त गर्नेछौँ। र यात्राको क्रममा जति पनि रमणीय ठाउँहरू छ त्यसको चाहिँ तपाईँहरू अवलोकन गराउनेछौँ र त्यो ठाउँको बारेमा जानकारी दिँदै भिडियो अगाडि बढाउनेछौँ। र अन्तिमसम्म तपाईँहरू चाहिँ हाम्रो यो भिडियोमा चाहिँ साथ रहनुहोला अन्तिमसम्म। अहिले चाहिँ हामी शिवगञ्जबाट अगाडि बढिसकेको छौँ र यात्रा त्यति सहज छैन। यो बाटो पनि खाल्डाखुल्डी भएको कारणले चाहिँ हामी जोगिएर हिँड्नु अलिक जरुरी छ। गाइस आज चाहिँ होली हो। अब होलीको माहौल चाहिँ कहाँ छ त भनेर हामी हिँड्दैछौँ। पहिला त एकदम रमाइलो हुन्थ्यो। यसपालि चाहिँ यो होलीको भोलिपल्टै चुनाव परेको भएर चुनावी माहौलको कारणले चाहिँ हामीलाई चाहिँ एकदमै आम जनतालाई, हामीलाई मात्रै होइन सबैलाई यो होलीको पर्व चाहिँ मनाउन नपाएको कारणले चाहिँ होलीको माहौल चाहिँ नभएको कारणले गर्दाखेरि चाहिँ एक प्रकारको नराम्रो फिलिङ भइरहेको छ। र पनि हामी चाहिँ एक राउन्ड चाहिँ यो होलीको माहौल कस्तो छ त भन्दै हामी शिवगञ्जदेखिको दुधे हुँदै दुधेदेखि झिलझिले अनि त्यसपछि 87 धामसम्मको यात्रा चाहिँ तय गरेको छौँ। लास्टसम्म हेर्नु होला। र आज जसरी चुनावी माहौलको कारणले गर्दाखेरि चाहिँ होली चाहिँ मनाउन पाइएको छैन र सबैतिर यस्तै छ, सानसुन छ, कहीँ पनि होलीको माहौल छैन। पहिला जसरी हामीले चाहिँ पुरा एउटा सबै मिलेर एउटा गेट टुगेदर गरेर होली मनाउने चलन थियो, त्यो चलन चाहिँ हराएको जस्तो महसुस भइरहेको छ। धेरै जसो चाहिँ मान्छेहरू चाहिँ त्यो तरिकाले गेट टुगेदर गरेर होलीहरू मनाइरहेको छैन। आफ्नै गाउँघरतिर परतिर मात्रै बसेर होली मनाइरहेको अवस्था चाहिँ अहिलेको अवस्था छ। र अहिले चाहिँ हामी ठोक गाउँ कटेर चाहिँ हामी ब्याङडाँडा बजार आइपुग्न आँट्यो। र ब्याङडाँडा बजार चाहिँ हामीले चाहिँ पहिला जस्तो देखेको थियो त्यस्तै बजार मात्रै छ। यो बजार त्यति डेभलप भएको जस्तो लाग्दैन। डेभलप नहुनुको कारणहरू धेरै हुनसक्छ, तर आई थिङ्क मेरो विचारमा चाहिँ एउटा डेभलप नहुनुको कारण यो सानो सानो बजारहरू चाहिँ यहाँको इन्भाइरोमेन्ट कस्तो छ, मान्छेहरू कस्तो छ होइन। यहाँको मान्छेहरू मादक पदार्थ सेवन गरेर झगडा गर्ने कुटपिट गर्ने खालको छ भने अरूतिरबाट बसै आएर यहाँनिर बस्ने खालको मान्छेहरू हुँदैनन्, किनभने त्यस्तो ठाउँमा बस्न मन पराउँदैनन्। त्यही कारण पनि हुनसक्छ, त्यो एउटा कारण पनि हुनसक्छ, अरू कारण पनि हुनसक्छ। र हामी यो ब्याङडाँडा बजार आइसकेको छौँ। अब यो ब्याङडाँडा कटिसकेपछि चाहिँ हामी चाहिँ चन्द्रगढी बजार आउनेछ। अनि चन्द्रगढीदेखि अनि नर कटिसकेपछि अनि चाहिँ माथि दुधेसम्म हामी पुग्नेछौँ। र अहिले चाहिँ हामी यो ब्याङडाँडा बजार कटिसकेको छौँ। पुलिसको गाडीहरू पनि घुमिरहेको छ। क्यामेरा आफूतिर थोरै फर्काएर हामीले चाहिँ बाइकहरू चलाउँदैछ भाइले चाहिँ क्यामेरा आफूतिर थोरै फर्काएर चाहिँ हामीले चाहिँ आफूलाई पनि देखाइरहेको छौँ। अगाडि बढिरहेको छौँ हामी। अगाडि अब चाहिँ ब्याङडाँडा बजार आउन आँटेको छ। यो ब्याङडाँडा बजार तपाईँहरूले अगाडि देख्न सक्नुहुनेछ। र जति पनि यो
चिजहरू हुन्छ, फेस्टिभलहरू मनाउने, जस्तै होली भयो, चाडपर्वहरू, दसैँ तिहार, जति पनि फेस्टिभल छ नेपालीहरूको, त्यो फेस्टिभल मनाउनलाई चाहिँ सबैभन्दा चाहिँ रमाइलो चाहिँ कतिखेर हुन्छ भने टिन एजको बेलामा, जब मान्छे 17, 18, 19 वर्ष, 16, 17 वर्ष, 18, 19, 20 वर्षसम्मको हुन्छ, त्यतिखेर चाहिँ मान्छेहरूले हरेकतिरबाट सपोर्ट हुन्छ। अहिले चाहिँ यहाँ चाहिँ कहाँनिर आइपुग्यो, नर आइपुग्यो। अब नर कटेपछि हामी थोरै पछि दुधे पुग्नेछौँ। र के कुरा गर्दै थिएँ भने मैले टिनेजको अवस्थामा चाहिँ एउटा गोल्डन समय हुन्छ मान्छेहरूसँग चाहिँ, हरेक मान्छेको त्यो समय आउँछ। त्यो समयमा चाहिँ हरेक फेस्टिभलहरू मनाउन चाहिँ एकदम रमाइलो हुन्छ। तर त्यो समयमा चाहिँ गेट टुगेदर गर्न पनि एकदम रमाइलो, किनभने स्कुल कलेजमा हुन्छ त्यो बेलामा चाहिँ, र अरूतिरबाट पनि सपोर्टहरू, जस्तै कसैलाई खर्च चाहियो भने, कसैलाई पकेट खर्च चाहियो भने, कसैले माग्दाखेरि पनि दिइहाल्ने, त्यो खालको इन्भाइरोमेन्ट हुन्छ टिनेजरमा। र त्यो खालको टिनेजरमा रमाइलो गर्न, फेस्टिभल मनाउन पनि अति रमाइलो पनि हुन्छ। र हरेक काम गर्नलाई त्यो टाइममा चाहिँ एक प्रकारको के हुन्छ भने सबैतिरबाट सपोर्ट हुन्छ। त्यही भएर आई थिङ्क मेरो विचारमा चाहिँ त्यो टाइम चाहिँ एउटा गोल्डन टाइम हो। र त्यो टाइम, गोल्डन टाइमलाई चाहिँ सही काममा सही सदुपयोग, सही टाइममा सही सदुपयोग गर्न सकियो भने पछि गएर ओहो मैले चाहिँ त्यो टाइममा चाहिँ यस्तो काम गरेको कारणले मैले यो स्थानमा छु भन्ने खालको एउटा फिलिङ हुनसक्छ। किनभने यो टाइमलाई चाहिँ मिसयुज गरेको खण्डमा चाहिँ कसैले चाहिँ अनि कुटीसुटी अरू अब त्यस्तो मादक पदार्थहरू खाएर आफ्नो लाइफलाई ड्यामेज गरिरहेको हुन्छ होइन। नराम्रो काममा आफ्नो समयहरू लगाइरहेको हुन्छ। त्यो गरौँ भने चाहिँ पछि के हुन्छ भने, जसरी अहिले आफ्नो बाउआमाहरू कतार गएर काम गरेर बाउहरूले चाहिँ तालु खुइल्याएर तातो घाममा काम गरिरहेको हुन्छ, पछि पनि आफ्नो पनि त्यही हालत हुनसक्छ। त्यही भएर यो चाहिँ गोल्डन टाइमलाई मिसयुज चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ मेरो विचारमा चाहिँ। अहिले चाहिँ दुधे आयो र दुधे पछि चाहिँ हामी यहाँनिर चाहिँ लेफ्टतिर लाग्नेछौँ। लेफ्ट हाम्रो चाहिँ यो चाहिँ महेन्द्र राजमार्ग हो, तर यसलाई चाहिँ डेभलप गरेर अहिले चाहिँ एसियन हाइवे बनाइरहेको छ। अब यो चाहिँ भर्खर बनिएको छ र अब हामी लेफ्टतिर लाग्दैछौँ, लेफ्ट जिलजिलेतिर। बाटो चाहिँ एकदम अस्तव्यस्त छ, धुलो एकदम उडिरहेको छ। र यो जति पनि नेपालको बाटो होस्, जे पनि काम निर्माण बनाउँदाखेरि चाहिँ धेरै नै टाइम लाग्ने, अरूको भन्दा पनि। इन्डियामा जति टाइम लाग्छ त्योभन्दा ट्रिपल टाइम ज्यादा टाइम लिन्छ यहाँ चाहिँ जे पनि बनाउँदाखेरि चाहिँ। यो बाटोहरू इन्डियाले कसरी भनौँ, इन्डियाले चाहिँ जस्तै 3 महिनामा बनाउँथ्यो भने नेपालमा चाहिँ 1 वर्षै लाग्छ। त्यो तरिकाले कि एकदम स्लो तरिकाले काम हुन्छ। र यहाँ चाहिँ काम गर्ने मान्छेहरू पनि देखिँदैन। काम गर्ने मान्छे एकदम थोरै, जनशक्ति एकदम थोरै लाएर टेक्नोलोजीको युज पनि एकदम थोरै हुन्छ। त्यही भएर चाहिँ कामै भएको जस्तो देखिँदैन, महसुसै हुँदैन। कामै भएको छैन भनौँ न, देखिँदैन भन्दा पनि कामै भइरहेको छैन। र अहिले चाहिँ यो निर्माण भइरहेको अवस्थामा चाहिँ एकदम धुलो उडिरहेको छ र स्वास्थ्यमा चाहिँ
यसले चाहिँ हानि पुर्याइ नै हाल्छ। नेपालमा जहीँ पनि होस्, काठमाडौँमा पनि बनिसकेको पिचमा पनि एकतिर खनेर धुलो उडाइरहेको हुन्छ। त्यो व्यवस्थापन चाहिँ अहिलेको यो सरकारमा रहने जति पनि नेतृत्वहरूले व्यवस्थापन गर्न जरुरी छ। मान्छेले चुरोट खानुभन्दा पनि सडकको धुलोले गर्दाखेरि मान्छेहरूको स्वास्थ्य बिग्रिरहेको छ। चुरोट खानेलाई भन्दा पनि धेरै असर पारिरहेको हुन्छ धुलोले। तर यो चाहिँ अब हामी आम पब्लिकले भनेर केही हुँदैन र यो चाहिँ नेपालको नेताहरूले बुझ्नुपर्ने कुरा हो। नेपालको नेतृत्वहरूले बुझेको खण्डमा चाहिँ यो समस्या समाधान हुन्छ। नत्र हामीले चाहिँ यसरी भन्ने र हात जोड्ने कराउने बाहेक अरू केही पनि उपाय छैन। किनभने नेपालको नेतृत्वहरू चाहिँ नेपालमा विकास गर्नुभन्दा पनि विकासको नाममा कसरी अलिकति आफूलाई निकाल्न सकिन्छ, जे भर्न सकिन्छ भन्ने कुरामा चाहिँ आफ्नो माइन्डलाई फोकस गरेर लगाइरहेको जस्तो लाग्छ सबै नेपालीलाई। र अब आउने चुनावमा चाहिँ त्यो कुरालाई मध्यनजर गरेर चाहिँ राम्रो पार्टीलाई, राम्रो व्यक्तिलाई भोट दिन जरुरी छ। अहिले चाहिँ हामी पेट्रोल पम्प आइपुग्यौँ। अब पेट्रोल पम्पमा हामी पेट्रोल हालेर फेरि यात्रालाई अगाडि बढाउनेछौँ। यहाँ चाहिँ हामीलाई केही टाइम लाग्छ। अब यहाँ झिन्झिले आइपुग्यौँ, झिन्झिलेबाट अघि बढ्दैछौँ। यहाँ चाहिँ थोरै होलीको माहौल छ। यो भाइले चाहिँ धेरै नै घुमायो। यो माटोको थुप्रोतिर लग। अब यो भाइले थोरै भए पनि झनै स्टन्ट देखायो होइन। अब उसले त स्ट्यान्ड देखाए पनि आफूले चाहिँ त्यो स्ट्यान्डलाई झेल्नु नसकिने अवस्था हुन्छ। किनभने माटोको थुप्रोमा उफ्रियो बाइक। र त्यो सबै कुराहरूलाई चाहिँ अलिकति बाइक चलाउँदाखेरि चाहिँ मध्यनजर गर्न जरुरी छ। यो राइट साइड चाहिँ गाउँतिर जान्छ। यो सिधा बाटो चाहिँ अहिले चाहिँ हामी चाहिँ शिव 87 जाने बाटो हो। र त्यो राइट साइडको बाटो पनि शिव 87 धाम जान्थ्यो तर हामीले चाहिँ यो सिधा बाटोलाई चुज गरेका छौँ। अब हामी अगाडि बढ्दैछौँ। यो राइट साइडमा एउटा रमणीय दृश्य देख्दै हुनुहुन्छ। यहाँ चाहिँ मसलाको रुखहरू रोपिएको छ। एउटा रमणीय दृश्य तपाईहरुको लागि यो पनि हुन सक्छ। र यहाँनेरि चाहिँ एउटा पुल आउन आँटेको छ। यो पुललाई हेर्नुहोस्। यो चाहिँ गहिरो खालको खाल्टो खालको पुल छ। अरू ठाउँ चाहिँ कस्तो हुन्छ भने अग्लो खालको पुल हुन्छ, तलबाट पानी जाने खालको हुन्छ, पानी तर्ने खालको। यहाँ चाहिँ यो पुलमा चाहिँ माथिबाट पानी कुद्ने खालको पुल छ। अहिले चाहिँ हामी अगाडि बढ्दैछौँ। बाइक अलिक स्पिडमा छ। हामीले आफूतिर क्यामेरा घुमाएर थोरै पछाडिको दृश्य देखाउने कोसिस गर्दैछौँ। भाइले चाहिँ प्यारासुट लगाए जतिकै छ। बाइक पनि स्पिड छ। मैले चाहिँ स्पिड अलिक कम गर्नुलाई भन्दैछु। अब यो तरिकाले बाटोमा एक्सिडेन्ट हुन्छ भनेर मैले चाहिँ उसलाई सम्झाउँदैछु। र एक्सिडेन्ट भयो भने त उसलाई त ज्याकेट, उसको लागि प्यारासुट जतिकै भएको छ उसलाई चाहिँ सेफ्टी हुनसक्छ। मेरो लागि चाहिँ माथिकै टिकट काट्नुपर्ने अवस्था हुनसक्छ। त्यही भएर मैले चाहिँ यो बाटोमा चाहिँ बिस्तारै चलाउन भन्दैछु। किनभने यहाँ चाहिँ शिव 87 मन्दिरको गाई बस्तुहरू चाहिँ अस्तव्यस्त तरिकाले हिँडिरहेको हुन्छ र त्यो कारणले एक्सिडेन्ट हुनसक्छ। यो लेफ्ट राइट साइडमा चाहिँ एउटा जेएनजीको जोडीहरू छ र हामी अगाडि बढ्दैछौँ। अगाडि बढ्ने शिव 87 धाम मन्दिर जाने क्रममा हामी तपाईहरुलाई पछाडिको दृश्यहरू पनि देखाउँदैछौँ। र
यहाँ चाहिँ अर्को एउटा जत्था आउँदैछ, एउटा ग्रुप आउँदैछ सेतो कुर्तावाला। यो चाहिँ माथिबाट आएको, मन्दिरतिरबाट आएको हुनसक्छ। मन्दिरमा चाहिँ जहिले पनि शिव सतासी मन्दिर या तल सेल्फी डाँडामा चाहिँ होलीको बेलामा चाहिँ या कुनै पनि फेस्टिभलको बेलामा चाहिँ त्यहाँ चाहिँ एउटा माहौल बन्छ। यहाँ पनि एउटा त्यही खालको पुल छ, होचो खालको पुल, जुन चाहिँ अलग खालको एउटा इन्जिनियरिङ छ क्या। यसमा चाहिँ माथिबाट पानी कुद्ने खालको, माथिबाट पानी तर्ने खालको छ। अरू पुलमा चाहिँ तलबाट पानी तर्छ, तर यसमा चाहिँ माथिबाट पानी तर्ने खालको पुल बनाएको छ। र हामी चाहिँ अहिले चाहिँ सेल्फी डाँडा आइपुग्न आँट्यौँ र हामी तपाईँहरूलाई यो सेल्फी डाँडा पुगेपछि त्यहाँ फेरि त्यो सेल्फी डाँडाको एकछिन तपाईँहरूलाई चाहिँ दृश्य देखाउनेछौँ र त्यहाँको माहौल देखाउनेछौँ। हुनसक्छ त्यहाँको माहौल चाहिँ एकदमै रमाइलो खालको हुनसक्छ। अहिले यहाँ चाहिँ हामी सेल्फी डाँडा आइपुग्यौँ र हामी यहाँनिर चाहिँ बाइक एकछिन पार्किङ गरेर हामी यहाँ एकछिन यो माहौललाई अवलोकन गर्नेछौँ। अहिले चाहिँ हामी बाइक पार्किङ गर्दैछौँ यहाँनिर र हामी यहाँ अहिले चाहिँ घुम्दैछौँ। यहाँ चाहिँ हामीले अहिले चाहिँ हामी चटपटे खाइवरी अलिकति घुम्दैछौँ। यो पछाडिपट्टि चटपटे बेच्ने ठाउँ छ, अगाडिपट्टि पनि चटपटे बेच्ने ठाउँ छ। चटपटेको क्वान्टिटी चाहिँ धेरै नै थियो, तर यहाँको चटपटेको क्वालिटी चाहिँ ठिक लागेन, किनभने हरेक व्यापारीहरूले आफ्नो क्वालिटीमा चाहिँ ध्यान दिनुपर्ने जरुरी छ। मलाई चाहिँ त्यस्तो लाग्छ क्वान्टिटीमा भन्दा पनि। यहाँ चाहिँ भाइले हाई भन्दैछ र हामी यहाँबाट चाहिँ फेरि मन्दिरको लागि प्रस्थान गर्दैछौँ। अब बाइक स्टार्ट गरेर यहाँ चाहिँ सुकेको पत्ता रहेछ, यहाँ चाहिँ बाइक चिप्लिरहेको अवस्था छ। अब हामी यहाँबाट चाहिँ बाइक निकाल्ने कोसिस गरिरहेको छौँ र बाइक निकालेर हामी अब मन्दिरमा पुग्यौँ। यो गाई चाहिँ गाउँमा अशक्त भएर चाहिँ बुढी भएर चाहिँ यहाँ छोडेको हुन्छ र मन्दिर व्यवस्थापन समितिले यसलाई चाहिँ पाल्ने व्यवस्था मिलाएको हुन्छ र एकदम रमणीय ठाउँ छ। सुनसान सुन्दर धार्मिक पर्यटकीय स्थल चाहिँ आई थिङ्क मेरो विचारमा चाहिँ यतिखेरको समयमा, यो समयमा चाहिँ मान्छेहरूलाई चाहिँ एकदम मानसिक पीडा, मानसिक एउटा प्रेसर भएको बेलामा चाहिँ एउटा यो सकारात्मक एनर्जीको लागि एउटा राम्रो ठाउँ जस्तो लाग्छ मलाई चाहिँ। र यो भिडियो चाहिँ अन्तिमसम्म हुन लाग्यो र लाइक, कमेन्ट, सब्सक्राइब पनि लास्टमा गरिदिनु होला। थ्याङ्क यू।